बिग्रिएको अर्थतन्त्रलाई हामी उकास्छौँ, बिग्रिएको वैदेशिक सम्बन्धलाई हामी उकास्छौँ, गिरेको राष्ट्रिय मनोबललाई हामी उकास्छौँ। युवाहरूमा त्यो ताकत छ, त्यो शक्ति छ, हामी उकास्छौँ, हामी सक्षम छौँ, राजनीतिक रूपमा परिपक्व हुन्छौँ, हुँदैछौँ, गर्दैछौँ। तर त्यो राजनीति पनि के राजनीति जसले देशलाई हरितन्नम बनाएर छोड्यो, देशका नागरिकलाई देश छोडेर जाने बनायो, लालाबालालाई छोडेर जानुपर्ने बनायो, सम्भावना भएको देशलाई सम्भावनाहीन बनाएर छोड्यो। हामी त्यहाँबाट उठाएर एउटा गन्तव्यमा मुलुकलाई लिएर जान सक्षम छौँ। तपाईँहरूले पपुलिस्ट भने पनि तपाईँहरूको विश्लेषणभित्र हामी हेलामा परे तापनि हामीलाई थाहा छ, हामीले बुझेका छौँ। र यो जोडिने क्रममा जसरी हामी नयाँ साथीहरू जोडिएका छौँ, ती साथीहरू अब्बल साथीहरू हुनुहुन्छ, युवा साथीहरू हुनुहुन्छ। यो पुस्तासँग आफ्नो मुलुकलाई नयाँ गन्तव्यमा लिएर जान सक्ने अथाह क्षमता छ। त्यस कारणले म निर्धक्क हुनको लागि म अनुरोध गर्न चाहन्छु। विभिन्न षड्यन्त्र गरेर चुनाव बाँड्ने, घटनाहरू घटाइदियो भने चुनाव सर्छ कि क्या हो भन्ठान्ने काम नगरिदिनु। चुनाव नै हो, चुनावबाट नै निकास दिने। र जति पनि पुराना राजनीतिक दलहरूलाई माया गर्ने साथीहरूलाई म यहीँबाट बताउन चाहन्छु कि तपाईँले माया गरेको राजनीतिक दलबाट निकास नआएपछि यदि अझै पनि तपाईँ ती पुराना दललाई माया गर्नुहुन्छ भने एउटा काम गरिदिनुहोस्, आफूले माया गरेको दललाई प्रतिपक्षमा राख्नुहोस् एकपटक।